Hello and good morning everyone. आज चाहिँ डे 5 अनि हामी सर्वे जान आँटेको छ। हामी सर्वे जान आँटेको छ आज चाहिँ अर्को भिलेज, त्यही भिलेजकै नजिक तर अर्को वार्डहरुमा। सो सबैजना यहाँ क्वेसनरहरु हेर्दैछ, वार्डहरु सबैजनाको अस्ति कहाँ गयो भनेर चेकिङ। एकदम लन्च रेडी गरेको, कहाँ टाढोबाट गएर आएर त्यो पनि हत्तु भयो। पानीको डिस्ट्रिब्युसन हुँदैछ सर्वे जानु अगाडि। अब सबैजनालाई चाहिन्छ नि त पानी। अब हाम्रो यही यतैतिर छ जाने सर्वे जाने भिलेज चाहिँ। यो चाहिँ आजको भिलेजमा हामी आइपुग्यो। यो कता आइपुग्यो त होइन, जाँदैछ कतै कता होला यस्तो रहेछ। ए हो नि, धन्यवाद। आशीर्वाद लागिहालोस्, एकदमै सरस्वती माताले बास गरोस् उसको मुखमा चाहिँ हो। मुखमा नमस्कार। ভালে আছে সব? আইছো? खुलुम खाबु तोनो খুলুমবাই। भयो भाइ आम सर्वे हुँदैछ हाम्रो फर्स्ट सर्वे आजको। बहिनीहरू पनि छ यहाँ। हेलो बोल्दैन सब लोग, बोल्दैन हेलो। हामीले यस्तो भाँडाकुटी खेल्दै रहेछ नानीहरू। हाम्रो याद आयो पहिलाको बचपन। बाई बाई बाई। सर्वे गर्न आएको होइन, भयो सर्वे पनि। यहाँको चाहिँ अलिक हिन्दी बुझ्दैन रहेछ कि, अन्त हामीलाई अलिक प्रब्लम भयो ल्याङ्ग्वेजमा चाहिँ हो। साह्रो परेर बुझ्नु पर्यो कतिवटा कुरा चाहिँ। यहाँ चाहिँ हामी चाहिँ अहिले हिँड्दैछ। यहाँ चाहिँ सरस्वती पूजा मनाउँदै रहेछ, स्कुल पनि रहेछ हो। अनि मान्छेहरू पनि राम्रै रहेछ है। Donna, we found so kind-hearted people here. काइन्ड पिपलहरू रहेछ यहाँनिर। हामीलाई त बोलाउनु हुँदै थियो, हाम्रो त सब इन्भिटेसनमा चाहिँ आउँदैछ हो। Invitation है? कुन दिन चाहिँ त्रिपुरा एकदम ट्रिपमा आउला जस्तो घुम्नु लागि, घरमा आउनु खाना खानुहरू भन्नुहुँदै थियो। राम्रो मान्छेहरू हुनुहुँदो रहेछ। चाहिँ हामी सबैजना लन्च गर्नु लागि रेडी भएर बसिरहेको छ। यहाँ चाहिँ ग्राउन्ड रहेछ, लन्च हो यो चाहिँ सबैजनाको। तिमीले घोडा कुदा जस्तो कुदाउँछ नि त, हामीले 10 वटा क्वेसन भर्खर सक्दैछ, उसले 10 वटा अझै 4टा ग्राउन्डमा बसेको छ चाहिँ। अब सर्वे गरिसकेर फर्केको। हामीलाई त्यो रखरी दाल यो दिएको र? सबजना बस पर्खिरहेको। अब चाहिँ सर्वे सक्यो आजको लागि, ओभर। सर्वे चाहिँ यस्तो दामी हुँदैछ है, बसमा झुन्डिँदै जाइ हुँदैछ। यति छिटो होइन, अघि कति 5 बजीतिर आएर सर्वेबाट आएर हतार 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 नुहाई नुहाई गरेर चाहिँ सबजना अब चाहिँ बजार घुम्नु जान आँटेको होइन। यहाँनिर सबजना भेला भइरहेको छ। आधी चाहिँ अघि गयो होइन, अन्त आधी चाहिँ हामी अब जान आँटेको। बेलुकाको डिनर पनि बाहिरै गरेर आउनु लागि। हामी चाहिँ अटोको लागि वेट गरेको। मान्छे चाहिँ हामी 12 जना रहेछ, सो एउटा अटोमा त हुँदैन, त्यही भएर अब कतिवटामा जानुपर्ने हो। दही पापड हामीले खाँदैछ। कस्तो रहेछ? दामी त। सपिङ गरेर पनि आइसक्यो होइन भीमार्टबाट। अन्त यहाँ अब हामी डिनरको लागि हेर्दैछ। यहाँ डिनर गर्नु आएको। अनि यो चाहिँ हो चिकन बिरयानी है, चिकन बिरयानी। सबैजना छ हामी यहाँ चाहिँ। हामी साथीहरू यहाँ पनि छ, यहाँ पनि बसिरहेको छ। हामी गएको डिनर पनि गऱ्यो। फाइनली सपिङ गरेर पनि आइपुगिसक्यो। हम आ गए गाइस, देखो ना हमारा रूम अंधेरा हो गया। वाओ। एक करमा लेख्न हामीहरु, एक करमा यो के चाहिँ यति हाम्रो यहाँ भनेको छैन नि त।